Yes. Good morning from क्यान्जिन गुम्पा। हामी चाहिँ बिहानको 6 बजे क्यान्जिनरी 1 र 2 को लागि अगाडि बढिसकेका छौँ। हाम्रो प्लानिङ चाहिँ खासमा सिलगढी जाने थियो, तर वेदर अलिकति ठिक छैन भन्ने कुरा आएपछि हामी चाहिँ क्यान्जिनरी 1 र 2 को लागि अगाडि बढ्दैछौँ है त। राइट, यो चाहिँ क्यान्जिन गुम्पा। भाइ आउँदैछ है तल। यस, त्यति साह्रो खुलेको चाहिँ छैन, कुहिरोहरू लाग्दैछ है। क्यान्जिन गुम्पाबाट करिब आधा घन्टाको यात्रापछि हामी एउटा यस्तो पोइन्टमा आइपुगेको छौँ जहाँबाट हेर्दाखेरि तपाईँहरूले यतापट्टि देख्न सक्नुहुन्छ सब तलबाट कुहिरो आइरहेको, अनि क्यान्जिन गुम्पा लगभग कुहिरोले ढाकिसकेको छ। क्यान्जिन गुम्पाबाट चाहिँ हामी उकालो नै हिँड्नुपर्छ है। तपाईँहरूले यो क्यामेरामा खासै उकालो नदेखिए पनि यहाँबाट हेर्ने हो भने जोस् एकदमै सिधै उकालै छ। तर यहाँको मौसमको अवस्था अहिले यस्तो छ, क्यान्जिन गुम्पा पुरै ढाकिसकेको छ। अहिले केही देखिँदैन, मात्र मैले देख्छु त मेरो भाइ ऊ तल। भाइको अवस्था फाक भइसकेको छ। तपाईँ पनि भाइले पछि हट्नेवाला छैन भाइ। ओके ल, अगाडि बढौँ हामी है त। यात्रा गर्दा तपाईँहरूले बाटोमा यस्ता साना ढुङ्गाहरू प्रशस्त देखिन्छन् होइन। झुक्किएर पनि तपाईँहरूले तल पल्टाउने काम नगर्नु होला, किनकि तल मान्छेहरू आउँदै गरेको हुनसक्छ है। तल भ्याली पनि छ। सो सकेसम्म यो पल्टिने ढुङ्गाहरूलाई चाहिँ छुँदै नसिकन अगाडि बढ्नु होला। ओके, यस, मेरो अवस्था चाहिँ अहिले यस्तो भइसकेको छ। लेट्स सी माथिसम्म पुग्दाखेरि कस्तो हुन्छ। अगाडि बढौँ हामी। लेट, हामी चाहिँ उहाँ तलबाट आएको है त। वान सेकेन्ड, म फेरि रिपिट गर्छु। तपाईँहरूले यात्रा गर्दाखेरि चाहिँ बाटोमा देखिने यस्ता ढुङ्गाहरू प्लिज नछोइदिनु होला, किनकि यो पल्ट्यो भने तल आउँदै हुन्छ नि, अरू पनि आउँदै गरेको हुन्छ कि, यसरी आउँदै गर्नेहरूलाई लाग्न सक्छ। सो हिँड्दाखेरि यस्तो ढुङ्गाहरूलाई चाहिँ नछोइकन जो सकेसम्म बिस्तारी हिँड्नु होला, किनकि अरू पनि आउँदै गरेको हुन्छ नि त। अनि हामीले यसरी ट्रेक गर्दाखेरि कहिले पनि हतारिएर गर्ने नै होइन, बिस्तारी होइन, तर एकदम कन्टिन्यू हिँडी चाहिँ राख्नुपर्छ है। फेरि रेस्ट गऱ्यो भने एकदम बडीले रेस्ट खोज्छ, गाह्रो हुन्छ हिँड्नलाई। सो बिस्तारै हिँड्ने तर हिँडिराख्ने है त। अलराइट, लेट्स कन्टिन्यू। यस, हो गुड। या अहिलेसम्म चाहिँ गोइङ गुड। या मौसमको अवस्था यस्तो छ। हेर्नुहोस्, यस्तो चौरी गाई ओहो यस्तो मजाले बसिरहेको छ है त। हो, पर पनि बसिरहेको छ। यस्तो मौसम छ। मौसमको अवस्था चाहिँ यस्तो छ।
भने चौरी गाईहरू त्यहाँ आनन्दले बसिरहेको छ। वाह दामी। वेदरले चाहिँ लास्टै धोका दियो यार साथीहरू। हेर्नुहोस् त केही देखिँदैन के, केही देखिँदैन, सब हुस्सु हुस्सु नै हुस्सु छ। तल हेर्ने भने पनि केही छैन, दायाँ माथि बायाँ दायाँ केही देखिन्न के। हो आज साह्रै यसो हिमालहरू देख्न पाइएला जस्तो छैन, तैपनि हामी चाहिँ हाम्रो गन्तव्यमा एकचोटि चाहिँ पुगौँ भन्ने हो। त्यसपछि के कस्तो हुन्छ, अब देखे पनि ठिकै छ, नदेखे पनि ठिकै छ भन्नु पऱ्यो। अब के गर्ने र, मौसम नै यस्तो भएपछि हामीले के नै गर्न सकिन्छ र। यो मौसमको कुरा त हाम्रो हातमा छैन। अल राइट, अघि बढौँ है त। यस, अहिले चाहिँ 7:20 गएको छ। यस, अहिले चाहिँ भ्यूहरू यस्तो देखिँदैछ है। हामी लगभग R1 आइपुग्न आँटेको जस्तो लागिरहेको छ, तर भ्यूहरू अझै पनि राम्ररी खुलेको चाहिँ छैन। यहाँबाट चाहिँ यस्तो देखिन्छ है त। ओके, यस, अहिलेको यहाँको भ्यू चाहिँ यस्तो छ है त। ओके, यस्तो भ्यू देखिएको छ है। अनि मलाई यस्तो हुन्छ नि, हिमालतिर जाँदाखेरि भनौँ न, मलाई यसरी यात्रा गर्दाखेरि एउटा अचम्म लाग्ने कुरा चाहिँ के छ भने, जुन यो पहाडको ठाउँ ठाउँमा यस्तरी ढुङ्गाहरूलाई चाहिँ उयो गरेर राखिरहेको हुन्छ क्या। यो कसरी अडिन्छ के, भुइँचालो आउँदाखेरि हल्लेर झर्दैन भनेको। आई थिङ्क भगवान छैन होइन, भगवान छ जस्तो लाग्छ क्या यो देख्दाखेरि चाहिँ। Yes. Yo. Yes. Finally 1.5 hour को कन्टिन्यू यात्रापछि हामी क्यान्जिनरी R1 आइपुगिसकेको छ। ओके ल, एकचोटि टपमै जाउँ है त अब फेरि। Woo! Let's go. Yes, look at the view guys. यो चाहिँ क्यान्जिनरी R1 बाट है, क्यान्जिनरी R1 बाट। Wow, दामी दामी। Look at the view from top of क्यान्जिनरी R1। क्यान्जिनरी R1 बाट देखिने ब्युटिफुल भ्यू है यो चाहिँ। वाउ,
हिमाल खुल्दैछ वाह बिहानको 8:15 गइसकेको छ हामी क्यान्जिन गुम्पाबाट क्यान्जिनरी R1 आउन करिब 1.5 आवर र हामीले अलमोस्ट 30 मिनट जति चाहिँ यहाँ टाइम स्पेन्ड गरेर अब हामी R2 को लागि जाँदैछौँ R2 चाहिँ वहाँ माथि छ है हेरौँ कति टाइम लाग्छ यहाँ पुग्न 1 आवर लाग्छ भनेछ कहाँसम्म कति टाइम लाग्छ है त ओके हिमालहरू खुल्दैछ है खुल्दैछ यो कुन हिमाल हो ठ्याक्कै थाहा भएन मलाई चाहिँ होइन तर खुल्दैछ है ओके यहाँबाट हेर्दाखेरिको अहिलेको भ्यू चाहिँ यस्तो छ वाट्सअप भाइ कस्तो हुँदैछ बवाल बवाल यस कडा छ केटाहरूको हामी चाहिँ क्यान्जिनरी R1 4400 मिटरबाट R2 को लागि अघि बढिरहेको छौँ यहाँ हेर्नुहोस् त यस्तो भिडमा चौरी गाईहरू कति धेरै क्या यस्तो भिडमा चरिरहेको छ आमा हेर यस ओके अगाडि बढौँ है त क्यान्जिनरी R1बाट R2 जाँदा पनि उकालै उकालो छ यता हेर्नु सक्नुहुन्छ तपाईँले यहाँबाट जो माथिको बाटो भयो यस्तो छ भ्यू यस्तो तल है तल देख्नुहुन्छ कि हुन्न है तल क्यान्जिनरी R1 हामी चाहिँ R1बाट पनि लगभग कति मिनट हिँडिसक्यो 8:33 भइसकेछ लगभग आधा घन्टा जस्तै हिँडिसक्यौँ है हामी यहाँबाट यस आधा घन्टा नि हिँडेको छैन तर जस लगभग भनौँ न तर धेरै उकालै छ है उकालो छ यहाँबाट चाहिँ उकालै छ 1बाट 2 जानलाई पनि उकालै छ ओके अगाडि बढौँ यस उकालै उकालो उकालै उकालो सिधै उकालो छ है कहाँ सिधै ठाडै उकालो छ यो चाहिँ ठाडै उकालो ठाडै उकालो तपाईँले भिडियोमा देख्न सक्नु बोल्यो भने साहस बढ्छ अलराइट हामी चाहिँ यहाँ छोटो मिठो ब्रेक लिएर अब R2 को लागि अगाडि बढिसकेका छौँ यहाँ अलिकति बाटो चाहिँ लास्टै छ है यो चाहिँ यहाँ हेर्दाखेरि अब खासै उकालो नदेखिएला तर लास्टै चिप्लो अनि उकालो छ क्या बाटो यो चाहिँ तर जे होस् मजा आइरहेको छ है मजा आइरहेको छ बवाल बवाल यस बवाल बवाल यसरी धेरै पनि बोल्नु चाहिँ हुँदैन हैन मेमोरिजको लागि अब भिडियो त बनाउनै पर्यो तर यसरी धेरै बोलेपछि चाहिँ फाक भइन्छ क्या फेरि बोलेपछि चाहिँ सास बढ्न थालिहाल्छ क्या यो
तल छ है R1 चाहिँ ल यता हिमाल खुल्दैछ तल लेक यस्तो छ है त हामी चाहिँ अगाडि बढ्दैछौँ ओहो लाग्यो भाइ आयो लागौँ ल घाम पनि लागेको छ अहिले चाहिँ जोस् बाटो एकदम उकालो छ अनि चिप्लो यस्तोमा चिप्लिने सम्भावना धेरै हुन्छ क्या Yes, we are on the way to Kanjinri R2 from R1. अहिले अलमोस्ट हामी चाहिँ R2 मा आइपुग्न आँटिसकेको छौँ लुक एट द भ्यू गाइज बवाल देखिएको छ भनौँ यतिको देख्न पाउनु पनि बवाल हो बवाल यस फाइनली अलमोस्ट हामी R2 मा पुग्न आँटिसकेको छौँ है त हेर्नुहोस् हिमाल हो हिमाल आँखै अगाडि छ आँखै अगाडि थोरै बादलले डिस्टर्ब गरेको छ नत्र त अलमोस्ट आँखै अगाडि छ हिमाल आँखै अगाडि लुक एट द भ्यू लुक एट द वे हामी चाहिँ अगाडि बढिसकेको छौँ अलमोस्ट हामी R2 आइपुग्न आँटेको छौँ है त ओके लेट्स गो है हिमाल बबाल देख्दैछ है त स्नोहरू पनि दामी छ है अहिले मर्निङको अलमोस्ट कति 9:08 गइसकेको छ सो गुड मर्निङ फ्रम क्यान्जिन R2 हाइट 4,700 मिटर ओके लुक एट द भ्यू है Oh my goodness. Wow. भाइ पनि आउँदैछन् है त यस वाउ कस्तो छ यार भाइ यार क्यान्जिनरी 4,700 मिटर Et plein de pigeons pris dedans, morts, mais des dragons partout. यार तिनीहरूले च्यालेन्ज हाने त यार हामी चाहिँ अहिले क्यान्जिनरी R2 मा छौँ यस्तो दामी भ्यू देखिरहेको छ पछाडि हेर्नुहोस् त वाउ यस्तो दामी छ है दामी हिमालय हिमाल यस्तो आनन्द आउने क्या हाम्रो भनौँ न जति पनि यात्रा गर्दाखेरि थकानहरू भएको थियो त्यो थकानहरू यहाँ आएपछि एकदमै बिर्सिनेछ अलराइट हामी चाहिँ क्यान्जिनरी R2 बाट पनि अब फर्किसकेका छौँ अन्टिल द नेक्स्ट टाइम भनौँ यार अब सायद फेरि यो ठाउँमा आइन्छ आइँदैन तर अहिले जे जति मेमोरिजहरू छ त्यो लिएर चाहिँ हामी फर्किँदैछौँ अहिले मर्निङको टाइम हाम्रो कति भयो भने 9:46 भनेपछि अलमोस्ट झन्डै हामी 45 मिनट जस्तै बस्यो है भाइ लगभग 45 मिनटको हाम्रो यस क्यान्जिन R2 पछि हामी ब्याक टु क्यान्जिन गोम्पा तर अलिकति हाम्रो फर्किने बाटो चाहिँ अघि आएको भन्दा यो अर्को पट्टिबाट रहेछ हामी यताबाट नै जाँदैछौँ है त
अहिले अवस्था चाहिँ यस्तो छ है। अहिले हाम्रो यात्रा चाहिँ यसरी हुँदैछ है त। भाइहरू अघि बढिराखेका छन्, म पछि यस अलराइट। ओभर रमाइलो भयो। जोस लाङटाङ ट्रेकमा स्पेसल्ली क्यान्जिन 1 र क्यान्जिन री 2, क्यान्जिन री 1 र क्यान्जिन री 2। क्यान्जिन री 1 को हाइट 4400 मिटर एन्ड क्यान्जिन री R2 47। ओके ल है त, अब हामी चाहिँ फर्किँदैछौँ। फर्किँदाखेरि चाहिँ हामी अर्कै बाटोबाट फर्किराखेका छौँ है त। हामी चाहिँ अहिले फर्किँदैछौँ र फर्किँदाखेरि पनि यस्तो राम्रो भ्यू देखिन्छ है त। वाउ। यस हामी चाहिँ टक्कै यो हिउँ हुँदै अगाडिबाट हिउँको बाटो हुँदै अगाडि जाँदैछौँ है त। यो लाङटाङ यस्तो बवाल छ है, बवाल। यस यहाँभन्दा धेरै देख्नु पनि परेन। चिप्लो छ है। अन्त झन्डै लडेमा यस यो बाबा लास्ट बाबा भ्यू देखिरहेका छ। हामीलाई यहाँभन्दा धेरै हुनु पनि पर्दैन कि, यति मात्रै भयो भने इनफ, यति मात्रै भयो भने इनफ। वाह यो यस्तो छ है त। वाह फेरि लु त यसो गर, यसो नजिकै ल्याऊ होइन, म पर त भन्दै आज म चाहिँ यहाँनिर म यत्तिकै बस्छु। म यति भिडियो खिच्ने क्या चाहिँ। धेरै नजाने, यहाँ अडेसिने ठाउँ छ। यस बाबा केपी केन्जो एन्ड पार्वती। ल फाइनली अब हामी चाहिँ क्यान्जिन री R2 को मिठो
यादहरूलाई सँगालेर फर्किँदैछौँ। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्। हामी माथि क्यान्जिनरी आटुबाट फर्किँदा चाहिँ यस्तो खोजै खोज भनौँ न, सिधै ओह्रालो अलमोस्ट 90 डिग्री नै चाहिँ नभनिहालौँ, लगभग 80 डिग्रीको ओह्रालो छ भनौँ न। ओह्रालो झर्दैछौँ है। वहाँ माथि हिमालको भ्यू पनि देखिँदैछ। देखिन चाहिँ जति देख्नुपर्ने हामीले माथिबाट देखिसक्यौँ। अब हाम्रो गन्तव्य भनेको सिधै क्यान्जिन गोम्पा। फर्किँदाखेरि चाहिँ यस्तो बाटो हुँदै फर्किँदैछौँ है हामी चाहिँ। भोइस त खासै राम्रो आएको छैन होला, किनकि माइक चाहिँ कहाँ छ ओहो ओहो बडा हावा चलिरहेछ हौ, बडा हावा चलिरहेको छ। होटल बुद्धैन, हाम्रो बसाइ चाहिँ होटल बुद्धैनमा भएको थियो र अहिले चाहिँ दिनको 1 बजिसकेको छ र अब चाहिँ हामी ब्याक टु काठमाडौँको लागि है। कहाँसम्म पुगिन्छ लेट्स सी, आजको यात्रा कहाँसम्म हुनेछ। प्रायः जसो सबैजनाले लाङटाङ यहाँ क्यान्जिन गोम्पासम्म आएको भिडियोहरू त बनाएको देखेको छु होइन, तर फर्किएको चाहिँ त्यति देखेको छैन। आज चाहिँ म फर्किँदाखेरिको पनि के कति टाइम लाग्छ बनाउँछु है त। यस हामी 2 घन्टाको निरन्तर यात्रापछि चाहिँ लाङटाङ भ्याली आइपुगिसकेका छौँ। हामी क्यान्जिन गोम्पाबाट 1:10 यात्रा सुरु गरेका थियौँ र अहिलेको टाइम भन्नुपर्दाखेरि चट्ट कति हो त 3:13। फाइनली हामी चाहिँ थाङसाप आइसकेका छौँ। लाङटाङ भ्यालीबाट करिब हामीलाई यहाँ आइपुग्नको लागि 1.5 घन्टै लाग्यो भने हामी 3-3:30मा हिँडेको। अहिले चाहिँ हाम्रो 4 कति मिनट गइसकेको छ भने टाइम हेर्छु है त। टाइम हेर्ने भने अहिले ठ्याक्कै 4:51 भइसकेको छ भने चाहिँ लगभग 1.5 घन्टै लाग्यो भनौँ है। अब यहाँ चाहिँ हामी केही समय चिया नास्ता गर्नु, यसो भोक लागेको छ, खाजा ब्रेक लिन्छौँ, त्यस पछाडि अगाडि बढ्छौँ है त। अलराइट, हामी चाहिँ थाङसापमा छोटो भन्दाखेरि पनि यसो चाउचाउहरू सुपहरू खाएर चाहिँ अगाडि बढिसकेका छौँ। अहिलेको टाइम भन्नुपर्दाखेरि चाहिँ कति बज्छ त, ठ्याक्कै 5:21 भइसकेको छ है त। यसै टार्गेट चाहिँ हाम्रो लामा होटेल हो, हेरौँ पुगिन्छ कि पुगिँदैन। ओके ल अगाडि बढौँ है त। यस हामी चाहिँ फाइनली घोडा तबेला आइपुग्न आँटेको छौँ। लगभग हामीलाई यहाँ लाङटाङ भ्यालीबाट आउनलाई 2.5 घन्टा जस्तो लाग्यो। बिचमा हामीले थाङसापमा चाहिँ करिब 15-20 मिनट हामीले ब्रेकहरू लियौँ। अब चाहिँ हामी आज यहीँ नै बस्छौँ अब है। अब अलिक तलसम्म पुस गर्न सकिन्थ्यो होला, किन भाइलाई अलिकति गाह्रो भएको छ। सो आजको हाम्रो बसाइ चाहिँ यहीँ नै हुन्छ है त। अब यहाँभन्दा हामी आज चाहिँ पुस गर्दैनौँ, यहाँभन्दा अगाडि चाहिँ
गर्दैनौँ होला। ओके अहिले चाहिँ हामी घोडा तबेला आइपुगिसकेछौँ है त घोडा तबेला। ओके